सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र अभिभावकज्यूहरूमा नमस्ते। म पुनः आज कक्षा 7 को गणित विषयको पाठ 1 अन्तर्गत रहेको समूह भन्ने पाठ ल्याएर तपाईहरुको बीचमा उपस्थित भइसकेको छु। हामीले यहाँ योभन्दा अघिल्लो कक्षा 6 मा समूहको परिभाषा जानिसकेका छौं। तैपनि समूह भनेको राम्रोसँग परिभाषित वस्तुहरूको संकलनलाई समूह भन्न सकिन्छ। स्पष्टसँग परिभाषित गर्न सकिने हुनु पर्यो। एउटै गुण र एउटै विशेषताका आधारमा राम्रोसँग परिभाषित गर्न सकिने वस्तुहरूको संकलनलाई के भनिन्छ? समूह भनिन्छ भनेर हामीले कक्षा 6 को गणित विषयमा अध्ययन गरिसकेका छौं। अब हामी यहाँ कक्षा 7 मा समूहका प्रकार टाइप्स अफ सेटको बारेमा हामी विशेष छलफल गर्ने छौं। अब यहाँ देखिराख्नु भएको छ खाली समूह। यहाँ मैले क्रमशः यो कपीमा राखेको छु। यहाँ हेर्नुहोला, खाली समूह। खाली समूह भनेको एउटा पनि सदस्य नभएको समूहलाई खाली समूह भनिन्छ। कुनै पनि सदस्य छैन भने त्यस्तो समूहलाई हामीले के भन्छौं? खाली समूह भन्छौं। खाली समूहलाई यो ग्रीक अक्षर फाइ अथवा मजुला कोष्ठकको बीचमा यो खाली समूहले जनाइन्छ। दुईटा मजुला कोष्ठकको बीचमा कुनै पनि मान नलेख्यो भने यसलाई के भनिन्छ? खाली समूह भनिन्छ। विद्यार्थी भाइ बहिनीहरूले के बुझ्न पर्यो भन्दाखेरि खाली समूह भनेको कुनै पनि सदस्य छैन भन्ने बुझ्नुपर्छ। जस्तै संख्या 1 र 2 को बीचमा कुन संख्या पर्छ भन्यो भने तपाईहरुले कुनै पनि संख्या पर्दैन भन्नुहुन्छ। हो, त्यसलाई नै हामीले खाली समूह भन्छौं। अब दोस्रोमा रहेको छ सीमित समूह। सीमित समूह भन्नाले कुनै पनि समूहमा सदस्य संख्या निश्चित, सीमित वा गन्न सकिने, भन्न सकिने त्यस्ता मान रहेछन् भने हामी त्यसलाई के भन्छौं? सीमित समूह भन्छौं। सीमित वा निश्चित सदस्य संख्या भएको समूहलाई सीमित समूह भनिन्छ भनेर यहाँ लेखिदिएको छु मैले पनि। सीमित समूह भनेको सीमित वा निश्चित सदस्य संख्या भएको समूहलाई सीमित समूह भनिन्छ। जस्तै हामीले कक्षा 7 मा पढ्ने विषयहरूका समूह भन्यो हामीले निश्चित विषयहरू छन्, सीमित विषयहरू छन्, त्यसलाई हामी फिक्स पढ्ने विषयहरू छन्, तलमाथि हुन्न, त्यो चाहिँ हामीले फिक्स भन्न सक्छौं भन्ने भयो। अर्को इन्द्रेणीमा भएका रङको समूह भन्यो भने त्यो पनि फिक्स भयो। इन्द्रेणीमा रङहरू फिक्स हुन्छन्, इन्द्रेणीमा रङहरू तलमाथि भन्ने हुँदैन। त्यसैले इन्द्रेणीमा भएका रङहरूको समूहलाई पनि हामी के भन्छौं? सीमित समूह भन्छौं। अब त्यस्तै अर्को रहेको छ असीमित समूह। असीमित समूह भनेको सदस्य संख्या निश्चित रूपमा भन्न नसकिने वा अनगिन्ती सदस्य संख्या भएको समूहलाई असीमित समूह भन्छौं हामीले। असीमित समूह भनेको सदस्य संख्या गन्नै नसकिने, भन्नै नसकिने, जस्तै सागरमा रहेको बालुवा, आकाशमा चम्किरहेका तारा र यो मानव शरीरको टाउकोमा रहेका कपालका यी रौँहरूलाई हामीले कति छन् भनेर यकिन गर्न सक्दैनौं। असीमित समूहका उदाहरण दिँदा आकाशमा चम्किरहेका तारा, सागरमा रहेको बालुवा, सिनी यस्ता चिजहरूलाई हामीले कसरी यति छन् भनेर भन्न सकिँदैन भने यस्तो समूहलाई असीमित समूह भनिन्छ। यहाँ पनि लेखेको छ सदस्य संख्या निश्चित रूपमा भन्न नसकिने वा अनगिन्ती सदस्य भएको समूहलाई असीमित समूह भनिन्छ भनेर लेखेको छ। यो चाहिँ ध्यान दिनु होला। अब त्यस्तै अर्को रहेको छ समतुल्य समूह। समतुल्य समूह भनेको यदि दुईवटा समूहहरूका सदस्य संख्या बराबर छन् भने त्यस्ता समूहलाई समतुल्य भनिन्छ। ल हेर्नुहोस् है, सदस्य संख्या बराबर छन् भनेको 1 2 3 4 वटा गाई, 4 वटा गाई पल्लो छेउमा र 4 वटा भेडा उल्लो छेउमा भयो भने त्यसलाई हामी के भन्छौं? समतुल्य समूह भन्छौं। किन भन्दा सदस्य संख्या 4 भए पुग्यो हामीलाई। गाई भयो नि भयो, भेडा भयो नि भयो, बाख्रा भयो नि भयो, जुनसुकै चिज मिसिए पनि सदस्य संख्या निश्चित भयो भने 4 नै भयो भने, 5 नै भयो भने, 6 नै भयो भने त्यसमा हामीले के भन्ने? समतुल्य समूह भन्ने। जस्तै 5 जना मान्छेको समूह छ, हामी 5 जना मानिसहरूको समूह छ, पल्लो छेउमा 5 जना गोरुहरू भयो भने त्यो समतुल्य समूह भयो। किन भन्दा मानिस र गोरुको संख्या उत्तिकै हुनु पर्यो। त्यसलाई हामी यो समूह संकेतमा ए इक्विभ्यालेन्ट बी भनेर लेख्छौं। अब रहेको छ अर्को बराबर समूह।
बराबर समूह भनेको यदि दुईवटा समूहहरूका सदस्य सङ्ख्या उत्तिकै सङ्ख्या र उही छन् भने ती समूहहरू बराबर समूह हुन्छन्। यसलाई समूह सङ्केतमा ए इक्वल टु बी लेखिन्छ भनेको छ। ल ध्यान दिनुहोस् है, बराबर समूह भनेको यदि दुईवटा समूहका सदस्य सङ्ख्या उत्तिकै सङ्ख्यामा र उही छन् भने मात्र त्यस्तो समूहलाई बराबर समूह भनिन्छ। सदस्य सङ्ख्या 3टा कुखुरा ओल्नु छेउमा भयो भने 3टा कुखुरा पल्नु छेउमा हुनु पर्यो, तर कस्तो उही कलरको हुनु पर्यो, उस्तै हुनु पर्यो, उत्तिकै पनि हुनु पर्यो, उस्तै पनि भयो भने हामी त्यसलाई बराबर समूह भन्छौँ। फेरि ध्यान दिनुहोस् है, मैले अर्को उदाहरण दिन्छु। बराबर समूह भनेको कुनै पनि समूहका सदस्य सङ्ख्या उत्तिकै भनेको 4 भयो भने 4 नै, तर उस्तै फेरि है, उस्तै भयो भने उही सङ्ख्या उत्तिकै, अगाडि पछाडि जे गरे पनि उही सङ्ख्या उत्तिकै भयो भने त्यसलाई हामी बराबर समूह भन्छौँ। अब अर्को रहेको छ, सबै बराबर समूहहरू समतुल्य समूह हुन्छन् तर सबै समतुल्य समूहहरू बराबर नहुन सक्छन् भनेर हामीले छलफल गरेका छौँ। विद्यार्थी भाइ बहिनीहरूले के बुझ्न पर्यो भन्दाखेरि कक्षा 7को गणित विषयको अभ्यासमा प्रवेश गर्नुभन्दा यी आधारभूत कुराहरू हामीले जानिराख्नुपर्छ। परीक्षामा पनि अहिले विशेष गरेर नलेज ज्ञानबाट आउँछन् क्वेसनहरू, तपाईँहरूले परिभाषाहरू अनिवार्य रूपमा पढ्नुपर्छ। अब यसै पाठ अन्तर्गत हामीले थोरै अरू पनि मैले थप उदाहरणहरू दिएँ। हामीले यहाँ प्राकृतिक सङ्ख्याहरू पनि पढेका छौँ। प्राकृतिक सङ्ख्या भनेको यहाँले सङ्केत गरिन्छ, यो बुकमा पनि दिएको छ, यहाँ हेर्नुहोस्। यो प्राकृतिक सङ्ख्या भनेको यहाँले सङ्केत गरिन्छ। प्राकृतिक सङ्ख्या 1 देखि सुरु भएर अनन्तसम्म जान्छ भने त्यसलाई हामी प्राकृतिक सङ्ख्या भन्छौँ। ध्यान दिनुहोस् है, प्राकृतिक सङ्ख्या भनेको 1 देखि सुरु भएर अनन्तसम्म जान्छ भने त्यसलाई हामी प्राकृतिक सङ्ख्याहरूको समूह भन्छौँ। अब त्यसलाई हामी अङ्ग्रेजी अक्षरको क्यापिटल लेटर एलले सङ्केत गर्छौँ। त्यस्तै डब्लु भनेको पूर्ण सङ्ख्या हो। पूर्ण सङ्ख्या 0 देखि सुरु भएर अनन्तसम्म जान्छ भने त्यस्तो सङ्ख्यालाई पूर्ण सङ्ख्या भनिन्छ। ध्यान दिनुहोस् है, डब्लु बराबर के सङ्ख्या? पूर्ण सङ्ख्या। पूर्ण सङ्ख्या कहाँदेखि सुरु हुन्छ? 0 देखि सुरु हुन्छ र कहाँसम्म जान्छ? अनन्तसम्म जान्छ। 0 देखि सुरु भएर अनन्तसम्म जाने सङ्ख्याहरूलाई पूर्ण सङ्ख्या भनिन्छ। अब अर्को रहेको छ जोड सङ्ख्या, इभन नम्बर। जोड सङ्ख्याको समूह भनेको छ। जोड सङ्ख्या भनेको 2ले निशेष भाग लाग्ने सङ्ख्याहरूको समूहलाई के भन्छौँ? हामीले जोड सङ्ख्या भन्छौँ। 2, 4, 6, 8, 10 यी के हुन्? हाम्रा जोड सङ्ख्या हुन्। यस्तै तरिकाले 2ले निशेष भाग जाने सबै सङ्ख्यालाई हामीले के भन्छौँ? जोड सङ्ख्या भन्छौँ। अब अर्को रहेको छ विद्यार्थी भाइ बहिनीहरू, वर्ग सङ्ख्या। वर्ग सङ्ख्या भनेको उही सङ्ख्याले उही सङ्ख्यालाई गुणा गर्दा आउने सङ्ख्यालाई के भनिन्छ? वर्ग सङ्ख्या भनिन्छ। जस्तै 2 दुना 4 हुन्छ भने 2ले 2लाई गुणा गर्दा 4 हुन्छ भने 2को वर्ग सङ्ख्या 4 हो। त्यस्तै 3ले 3लाई गुणा गर्दा आउने 9 चाहिँ 3को वर्ग सङ्ख्या हो। 4ले 4लाई गुणा गर्दा आउने 16 त्यो 4को वर्ग सङ्ख्या हो भने 4लाई हामी वर्गमूल भन्छौँ। हस् त, धन्यवाद विद्यार्थी भाइ बहिनीहरू।